हेलो एभ्रिवान, आज म फिस करी बनाउँदैछु। हेर्नुहोस्, फ्रेस माछा। यो चाहिँ म माछाको लागि मसला रेडी गर्दैछु। गरम मसला, यो लसुन र अदुवा, अनि थोरै धनिया, जिरा हाल्छु। तोरी चाहिँ म छुट्टै पिस्छु। तोरी चाहिँ म सँगै पिस्दिनँ। अहिले तोरीलाई चाहिँ म छुट्टै पिस्छु। यो मसला चाहिँ मेरो रेडी भयो। अब चाहिँ खनाउँछु अनि त्यसपछि म यसमा प्याज र गोलभेडाको पनि पेस्ट बनाउँछु। यो चाहिँ अब म गोलभेडाको पेस्ट बनाउँछु। यो चाहिँ मैले गोलभेडाको पेस्ट बनाएको। अब यो चाहिँ म प्याजको पेस्ट बनाउँछु। माछालाई पनि मजाले सफा गर्नुपर्छ। यस्तो यहाँ कालो कालो भएपछि अलि तितो तितो जस्तो हुन्छ, त्यही भएर मजाले धुने। अनि यसलाई धोएर चाहिँ म नुन, हल्दी र कागती लाएर एकछिन मोलेर राख्छु। फेरि पकाउनुपर्छ मजाले। अब माछा पनि सफा भयो। यो चाहिँ गोलभेडाको अचार पनि रेडी गर्नलाई मैले पोलेको छु। अब चाहिँ म माछामा मसला मोल्छु। यो माछा मोल्नलाई चाहिँ म यसमा बेसार हाल्छु, नुन, त्यसपछि कागती हालेर एकछिन मोलेर राखिदिन्छु। यो चाहिँ मैले नुन मसलाहरू मोलेर राख्छु एकछिन 10 मिनट जति, त्यसपछि फ्राई गर्छु। म चाहिँ अब माछा फ्राई गर्नलाई तेल हाल्दैछु। यो चाहिँ मैले माछा हालेँ, पाक्न चाहिँ लाग्यो। यतिको भयो, पकाइदिन्छु। माछाको लागि तोरी चाहिँ छुट्टै पिस्छु। यो चाहिँ सबै मसला भुटिसकेपछि अनि हाल्छु। अगाडि हाल्दा अलिक तितो जस्तो लाग्छ मलाई चाहिँ। तोरी पनि पिस्यो, अब यसलाई उठाउँछु। माछा तारेर रेडी भयो। अब म चाहिँ सुप बनाउँछु। यसको सुप बनाउनलाई चाहिँ मैले ठुलो कराई बसालेँ। अब म आज माछाको सुप बनाउँछु। अब चाहिँ म यसमा तोरीको तेल हाल्छु, ग्रेभीको लागि है त यो। म चाहिँ फर्स्टमा कडी पत्ता हाल्छु, त्यसपछि यो प्याजको पेस्ट हाल्छु। कति पानी यो भएको चटचट मजाले फुटिन दिने। प्याज र मसला सँगै पाक्छ, मसला पनि हालिदिन्छु। त्यो दुइटा सँगै पाक्छ। मजाले पकाउनुपर्छ यसलाई त। बेसार हाल्छु। पिरो चाहिँ हाल्दैन म यसमा। कश्मिरी धुलो खोर्सानी चाहिँ हाल्छु म कलरको लागि। यतिको भयो भने अब गोलभेडा पनि हालिदिन्छु। मजाले पाक्न दिन्छु यसलाई पनि। यो कडी पत्ताले चाहिँ मासुमा चाहिँ एकदम मिठो टेस्ट आउँछ। मलाई चाहिँ मनपर्छ। अब अरूलाई चाहिँ आफ्नो चोइस हो। नखानु भएकोलाई चाहिँ मन पर्दैन होला, हामी खानेलाई चाहिँ मनपर्छ है।
त्यही भएर म चाहिँ माछा र मासुमा चाहिँ हाल्छु। अब यति भएपछि म एकछिन छोपेर राखिदिन्छु। त्यसपछि मजाले पाक्न दिन्छु मसलालाई अनि त्यसपछि रस हाल्छु। यसमा नुन हाल्छु। अघि नुन हाल्न बिर्सिरहेको छु। नुन हालेर एकछिन चलाउँछु। यो मसला यत्तिको पाक्यो भने चाहिँ अब चाहिँ म यो अघिको तोरी हालिदिन्छु। त्यसपछि यसलाई पनि एकछिन चलाउने, एकछिन पाक्न दिन्छु अनि त्यसपछि पानी हाल्छु। मसला चाहिँ यत्तिको पाक्यो। अब चाहिँ यसमा म रस हाल्छु। आफूलाई जति चाहिन्छ त्यति हाल्नुहोस्। हामी चाहिँ अब भातको लागि पनि हो, रोटीको लागि पनि हो। त्यही भएर म यति चाहिँ बनाउँछु। अब चाहिँ म यसलाई एकछिन छोपिदिन्छु। त्यसपछि उम्लेपछि कागतीको रस र यो फ्राई गरेको माछा राख्छु। सुप पनि उम्ल्यो। अब चाहिँ म यो निचोरेर राखेको कागती सरेर हालिदिन्छु। त्यसपछि यसमा म माछा हाल्छु। यसरी माछा हालेर म एकछिन छोपिदिन्छु। अब चाहिँ माछा पाक्यो अनि हालिदिन्छु अनि बन्द गरिदिन्छु।